हजुरको परिचय पाऊँ न रुबेनजी। नमस्ते, मेरो नाम रुबेन सिंह, म कक्षा 4 मा पढ्छु। मेरो तपाईँको हबी चाहिँ के बन्ने चाहना छ त भविष्यमा गएर? के बन्ने चाहना छ हजुर भविष्यमा गएर? म भविष्यमा गएर बन्ने चाहना फुटबलर हो। अनि फुटबल खेलेर हजुरले कति छ त भविष्य देख्नु भएको छ कि छैन त हजुरले? मैले फुटबल खेलेर भविष्य देखेको छु। अनि हजुर त अब अन्डर 10 मा चाहिँ छनौट हुनुभएको थियो अरे, के कारणवशले खेल्न आउन पाउनु भएन हजुरको? म चाहिँ अब कुनै कारणवश आउन पाउनु भएन हजुरले? मैले कुनै कारणवश आउन पाएन। ए हस्, हजुर अब राम्रोसँग हजुरको भविष्य राम्रो छ, राम्रो गर्दै जानु होला। अब यही भन्दै चाहन्छु कि अब फुटबल नै भविष्य देखेको हो त हजुरले? हो। ए हस्।